सिन्जुको पार्कमा आयौँ। धेरै रमाइलो छ भन। किन भन्नु पर्यो र? आफै भन्छन् नि आफ्नो भलाको ल बोल। उता गएर फेरि खेल्ने। ए ल ल ल रतन कार्कीको भाइ आयो उता जापानमा सानो नाके। माथि हो कि बाबु फ्रुट हेर्न जान्छ। अलि अगाडि रेखो तिमीलाई आँखाले हैन मनले हो बोलाको तिमीलाई। ल घुमाऊ बाबु घुमाउँदै हेर्दै गर ल। वेलकम टु माई न्यू ब्लग। अब हामी प्लेनको तल झर्दै हामी एयरपोर्टमा। बाहिर हेर्नु त कति राम्रो भयो। पहिला राति देखेको थियो दिनको उजेलो देखियो है भर्खर त झन् ड्याडी र म अब नेपाल जाने हो। भर्खर जापानमा छ। अब एयरपोर्टमा झरेर कुरा गर्छौँ है भाइ है। अहिले एयरपोर्टमा झरेर फेरि कुरा गरौँला।